बिहानीको झुल्के घामसँगै पहाडको काखमा अवस्थित त्यो परम्परागत ढुङ्गाको घर बिउजिसकेको थियो। आँगनमा ढिकी कुटेको र चराहरूको चिरीबिरी आवाजले गाउँको शान्त वातावरणलाई गुन्जायमान बनाइरहेको थियो। रामले सहरबाट विवाह गरेर भर्खरै भित्र्याएकी दुलही रिचाका लागि यो परिवेश कुनै अर्कै ग्रह जस्तै महसुस भइरहेको थियो। रातो रङ्गीचङ्गी साडी र गहरौ गहनामा सजिएकी उनी ओछ्यानबाट उठ्दा झ्यालबाहिरको हरियालीले एकछिन त लोभ्यायो, तर लगत्तै भान्साबाट आएको दाउराको धुवाँको गन्धले उनको नाक खुम्चियो। गुड मर्निङ भन्दै कोठाबाट बाहिर निस्किएकी रिचालाई आँगनमा कुचो लगाइरहेकी सासूले एक सरर शिरदेखि पाउसम्म हेर्नुभयो। सासूको आँखामा बुहारी त बिहानै उठेर काममा जुट्नुपर्ने भन्ने अपेक्षा स्पष्ट देखिन्थ्यो, तर रिचा भने आफ्नै सहरिया धुनमा थिइन्। उनलाई साडी सम्हाल्ने मुस्किल भइरहेको थियो। सहरको चिल्लो भुइँ र अपार्टमेन्टमा बस्ने बानी परेकी रिचाका लागि गाउँको उकालो ओह्रालो र ढुङ्गाका खुड्किलाहरू पासो जस्तै बनेका थिए। सासूले भान्सामा डाक्नुभयो र सिकाउन खोज्नुभयो, हेर बुहारी, हाम्रोमा बिहानै उठेर कुलदेवतालाई ढोग्नु